पछिल्लो केही हप्ता यतादेखि झ्याप बत्ती जाने आउने भइरहेको छ। संयोग प्राधिकरणका कार्यकारी निर्देशकको पदमा हितेन्द्र देव साक्य आउनु र नेपालमा बत्ती जाने र आउने समस्या हुनु एकै समय जस्तो भयो। यो सँगै सामाजिक स्तरबाट प्रश्न उठेको छ। कुलमान गएसँगै के लोडसेडिङ फर्किएको हो? के फेरि नेपालले लोडसेडिङको समस्या भोग्न सक्छ त? विज्ञ भन्छन् लोडसेडिङको समस्या अब आउने छैन। उसो भए यो बत्ती किन झ्याप गएको त? गर्मीयामको समयमा विद्युतको माग बढी हुन्छ, जसकारण पनि माग व्यवस्थापन मिलाउन नसक्दा बत्ती जाने र आउने गरिरहन्छ। विद्युतको भार व्यवस्थापन सम्बन्धी अनुभव भएका व्यक्तिहरूका अनुसार गर्मीयामको बेला माग बढ्ने र यही बेला विपदहरू देखा पर्ने भएका कारण भार व्यवस्थापनको काम चुनौतीपूर्ण हुन्छ। त्यसैले अहिले भइरहेको समस्यालाई लोडसेडिङ भन्न मिल्दैन। नेपालमा अहिले दैनिक 1200 देखि 1300 मेगावाटसम्म विद्युत उत्पादन हुने गरेको छ, तर दैनिक माग 2000 मेगावाटसम्म पुग्ने अधिकारीहरू बताउँछन्। विद्युत माग उच्च यस एसियाममा पिक आवरमा भारतले समेत विद्युत निर्यातमा निकै कडाई गर्ने गर्छ। नेपालको राष्ट्रिय प्रसारण लाइनमा यतिखेर कुल जडान क्षमता 3500 मेगावाट नागेको छ, तर सुक्खा याममा 1/3 कम उत्पादन हुने गर्छ। त्यस्तोमा भारतबाट आयात गरेर बिजुलीको सन्तुलन मिलाउने गरिएको छ भने त्यस्तो अवस्था नहुँदा उद्योगहरूमा बिजुली काट्ने गरिन्छ।